हेलो साथीहरु आज चाहिँ हाम्रो दिनभरिको घुमघाम छ हैन अनि हामी चाहिँ अहिले सागा हेर्दैछौँ बिहान हामी रेडी भएर बुढा निला गन्छ हेर्दैछौँ हामी रेडी भएर घर अनि हामीले बुनिया चाहिँ बुनिया हेर र हेलो गाइज भन्दियो बुनी रिसाइरहेछ नो भन्दै छिन् रविना चाहिँ यहाँ छ म चाहिँ अगाडिको सिटमा गाइड छ नि हेलो गाइज भन्दियो मेरो बुइनी हो हैन हामी यस्तो भएर नि गाइस हामी चाहिँ यहाँ बुढानीलकण्ठ मन्दिर आइसक्यौँ हैन म चाहिँ यहाँ सिक्किमी चाहिँ रविना यहाँ चाहिँ यस्तो छ है गाइजहरू अघि अघि हिँड्दै हुनुहुन्छ म चाहिँ यहाँ पछाडि छु है म पनि आइसकेँ गाइड यता छु नि गाइस हामी चाहिँ यहाँ के अरे दर्शन गर्न फुलपाती किनेर अनि अब हिँडेको यिनी यता चाहिँ अनि भाउजू चाहिँ उता ओइ बुनु हेलो गर न यता औ हेलो गर न हेलो म चाहिँ यता छु गाइस हामी चाहिँ यहाँ मन्दिर दर्शन गरेर अब अर्को ठाउँ हिँडेको फेरि अर्को ठाउँ हामी चाहिँ अनि यिनी चाहिँ यता छु नि तिमीहरूले त मलाई नदेखाउनु भयो क्या देखाइरहेको छु त नि म यहाँ छु यिनी यहाँ छिन् बुनु हेलो गरिदेऊ न हेलो गर्दै भरे बुनु हेलो गरिदेऊ न हेलो गर्नु न यो चाहिँ अब सागाबाट यता स्वयं जाँदैछ भर्खर हिँडेको ए बुढानीलकण्ठबाट सरी सागा भनेको छु मैले फेरि यहाँबाट अगाडि चाहिँ नहुने भएर बोकाएर भएर हामी चाहिँ स्वयम्भू आइपुग्यौँ झन्डै कमेन्ट आयो गाइड गाइडमा मलाई रविना निदाउँदा भर्खर उठ्दैछु क्या भाउजू चाहिँ यहाँ हुनुहुन्छ दुईजनाले बहिनी यहाँ हुनुहुन्छ कस्तो होइन कस्तो रमाइलो छ नि यस्तै ताल भयो हामी चाहिँ अनि स्वयम्भूको मन्दिर जाँदैछौँ माथि खानलाई मोबाइल फेरि खोइ हरायो त तिमी त हौ एमाजन बहिनीले मङ्कीसँग गफ गरेको सेवा नै धर्म हो आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू कृष्ण प्याकुरेललाई मोतीबिन्दु रोग लागि पूर्ण रूपमा दुवै आँखा गुमाएको हुँदा उहाँलाई घर खर्च चलाउन निकै अप्ठ्यारो भएको छ श्रीमती र बालबच्चाको पालन बहिनी के भयो माउ खाँदैछ हिँड जाम लु बाई गरिदेऊ मङ्कीलाई बाई गरिदेऊ लु हामी हिँडेको लु हिँड अब डाँडामा आइपुग्यौँ मन्दिर कस्तो राम्रो नि राम्रो देखेको छ होइन भाउजू यहाँ हुनुहुन्छ सिर्जना फल पसलेर छ होइन डाँडाबाट चाहिँ यो डाँडाबाट सब भ्यू देखिन्छ नि त होइन तपाईँहरूलाई देखाउँछ है त यस्तो दामी भ्यू देखिरहेको छ गाइस यहाँ चाहिँ साथीहरू घुम्दै हुनुहुन्छ यता भाउजू र रविना छिन् यता अर्की रविना र बहिनी छिन् हामी चाहिँ पछि छौँ है अरू अघि गइसक्नु भयो दामी होइन यहाँनिर फलफुल खान लाग्छ होइन मिक्स फ्रुट अनि त्यस पछाडि यो चाहिँ अङ्कल हुनुहुन्छ होइन न बाँदरले हेरेको आमै बाँदरले हेरेको देख्छ त म छक्कै पर्छु खोस्टिहाल्छ क्या यहाँ
चाहिँ अब स्वयम्भूबाट फर्किसकेका छौँ होइन। अब हामी चाहिँ स्वयम्भूबाट हिँड्यौँ, अब हामी गाडी चढ्यौँ, हामीले स्वयम्भू सबै डुल्यौँ होइन। कस्तो रमाइलो थियो होइन, स्वयम्भू हेऱ्यौँ अनि त्यस पछाडि हामी चाहिँ गाडीमा चढेर अब हिँड्यौँ। हामी चाहिँ साँगा पुग्न लाग्यौँ होइन। त्यस्तो धुलो खाएको बाटो, कति टाइम लाग्यो नि त, उहाँदेखि आमा टाढा छ नि त, अनि त्यही भएर हामी सुई आयौँ। अब चाहिँ हामी आइपुग्न लाग्यौँ, यस्तो धुलो अरे रविना सिर्जना। गाइज हामी चाहिँ फाइनल्ली पनि अब आइपुग्यौँ अब साँगा। अब भन न हेलो गर्दै पाएको छैन। हेलो गाइजहरू, हामीले मुसुरी चाहिँ निराइसकेकी छिन् है त। खै उत्सव भलेरौँ सबैले मलाई के भन्छ हिसासिपुरी ढ्यान देख्यो गाइज। होइन यता हाम्रो यात्रा जारी छ गाइज, अझै पनि अगाडि चाहिँ पुगेको छौँ, पछाडिबाट चाहिँ देख्यौँ। कस्तो शान्त क्या, कस्तो रमाइलो, वाउ कस्तो राम्रो क्या नि है, कस्तो धेरै आनन्द हुने क्या। हामी चाहिँ टिकट देखाउने ठाउँ, टिकट देखाएर अनि हामी चाहिँ गयौँ। म्याजिक सो छ अरे क्या यहाँ, कस्तो राम्रो क्या, वाउ। यो चाहिँ साँखु दर्शन गर्नु होइन, कस्तो रमाइलो, कस्तो राम्रो क्या साथीहरू। रविना चाहिँ यहाँ छिन् होइन, मैले रविनालाई बुझ्नु दिएँ, भाउजू सिर्जना। कस्तो आनन्दको ठाउँ क्या साथीहरू, आमा म त प्लेन उडिरहेछ। यहाँ छिन् होइन रविना, यिनलाई आज मेरो साउन्ड ठुलो चाहिरहेको छ अरे, मेरो ओर सुकिसक्यो, म कसरी बोल्न सक्छु यिनलाई के थाहा। सिर्जना यहाँ क्यामेराम्यान, भाउजू र बहिनी चाहिँ यहाँ फोटो खिच्दै हुन्छ, पुरा हाम्रो फोटो सुट हुँदैछ। बहिनी भर्खर बिउजिन्, म कस्तो चाहिँ आनन्द क्या, हेर्ने बित्तिकै कस्तो आनन्द लागेको क्या यहाँनिर, यस्तो आनन्द लाग्ने होइन। तपाईँहरू पनि आउनु ल हेर्नलाई, यस्तो राम्रो रहेछ होइन। हामीले चाहिँ प्रसाद लियौँ होइन, मैले चाहिँ खाइसकेँ, यहाँ अरू लिँदै हुनुहुन्छ। हामीले चाहिँ आज खाना खाएको छैन नि त, अनि हामी चाहिँ अब खाना खाने भनेर बस्यौँ। यो त हुन्छ भाउजू बहिनी यहाँ छिन्, सिर्जना रविना होइन। अब हामी चाहिँ मेनु हेर्दैछौँ, अब के खान्छौँ डर्दिन। यिनीहरू चाहिँ थुक्पा खाँदैछ हजुर होला। हामी चाहिँ अब खाना सब खाइसक्यौँ, कसैले मोमो खायौँ, कसैले चाउमिन, कसैले खाना खायौँ। सिर्जनाले चाहिँ है खाना खायो, त्यही पनि पुगेको छैन अरे, अनि थुक्पा खायो होइन। हामीले चाहिँ एक बाटो खाइसक्यो, हामीले चाहिँ खाएनौँ है। ल भात खाएर यति खाँदा पनि यति अहिलेदेखि खाएको होइन, लु हेर्नु गर्छ बटुकामा चाहिँ नि खाओस्, ज्यान बनाओस् भनेर हामीले केही भनेन। हामी चाहिँ अब साँगाबाट फर्किसकेका छौँ होइन, अनि हामी चाहिँ अब पशुपति आरती हेर्न जान लागेको। यहाँबाट फर्केर बहिनी चाहिँ यहाँ छिन्, बहिनी दिव्यान्सु दिव्यान्सु भन्नु छ। बहिनी यहाँ छिन्, चिप्स खाँदै छिन्, दिदी यहाँ छिन् रविना, सिर्जना यहाँ छिन्, चिप्स खाँदै छिन्। म र भाउजूलाई चाहिँ दिएन न, हामी त नखाइबसेका, भाउजूलाई रुँदै उता हेर्दै। दादा तपाईँलाई होइन सम्झिँदै भाउजू चाहिँ उता हेरेर टोलाएर बसिराख्नु भएको छ।
ला दाइको साथी भेट भएछ अनि दाइ कहाँ कहाँ हुन्छ हामी चाहिँ हिँड्यौँ पशुपतितिर आरती फाइनली फाइनली हामी चाहिँ होइन लास्ट भनेको हाम्रो यही हो हामी चाहिँ पशुपति आइपुग्यौँ अब हामी एकछिन घुम्छौँ आरती हेर्छौँ अनि जान्छौँ रविनाले प्रत्येक भ्लगमा नछुट्टाइदेखाउनु अरे क्या उनको त्यस्तो कुरो छ अनि मैले देखाइदिएँ यस्तो छ उहाँहरू चाहिँ तर जानुभयो हामी चाहिँ यताबाट गयौँ अब हामी आरती देखाउँछौँ ब्याग बोकेर हिँड्न कि बहिनी बहिनी ओ मम्मी बहिनी हामी चाहिँ अब मन्दिर पुग्न लाग्यौँ टाउको टेक्नु भने चाहिँ गाह्रो ल हाम्रो बहिनी भन्दा खतरा भाउरो टिपेर मुनिलाई कुदाइदिएला नि यस्तो राम्रो देखेछ हामी चाहिँ अहिले यहाँ बसेर आरती हेर्छौँ ल रविना त बहिनी के गरेको चिया खायौँ कुरा सुन्नुहुन्छ बहिनी के हो खान पाइगा चियर्स भाउजू चाहिँ होइन यहाँ फोटो खिचाइदिएछौँ हामी बहिनी भाउजूको हामी चाहिँ यतासम्म आरती हेरेर सकाएर आयौँ धेरै क्या कति धेरै भिड रहेछ क्या आज चाहिँ उता लास्टै रमाइलो भयो है आरती हेरेर फर्क्यौँ अनि आजको हाम्रो चाहिँ घुमघाम टुर होइन हाम्रो चाहिँ आजको घुममा यहीँ सक्यो होइन अब चाहिँ हामी यहाँबाट सिधै रुम जान्छौँ सबैलाई होइन भगवान्ले राम्रो गर्नुहोस् होइन सबैलाई थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई